भने पुल पुलेसा बाटो भन्यो तर तपाईँहरूको जीवनमा तपाईँहरूको जीवनयापनमा त्यसले सहजीकरण गरेन, त्यसले तपाईँलाई सकारात्मक महसुस गराएन भने त्यो विकास होइन, त्यो भ्रम मात्र हो। त्यही कारणले गर्दाखेरि हामीले त्यसमा छुट्टै भूमिका खेलेका छौँ। म त्यो जोड्न चाहन्छु, हामीले कृषि र पर्यटनलाई एकदमै उच्च स्थानमा राखेर काम गर्यो भने इलामलाई मात्र होइन देशको आर्थिक स्थितिलाई एकदमै सुधारोन्मुख बनाउन सक्छौँ हामीले। त्यसका लागि मैले प्रतिनिधि सभा र समितिको बैठकमा पटक पटक कुरा उठाएको। अहिले मैले लिस्टमा त तपाईँलाई भनिहालेँ, विकासले हामीले रोड पुल पुलेसाको लागि थुप्रै बजेट छुट्याएको छु। त्यसलाई कार्यान्वयन गर्नुको लागि म खुद यहाँ बाटो नाप्नदेखि लिएर बाटो पुरा भएको छ कि छैन, पुरा भएको बाटोलाई मैले यो राम्रोसँग गुणस्तरीय बनाएको छ कि छैन भनेर पनि हेर्न आएको छु। यो एउटा कुरा हो। दोस्रो कुरा भनेको तपाईँहरू सबैजनालाई पनि अलिअलि भित्र होला, हाम्रो जनप्रतिनिधिहरू भोट जितेर जान्छन्, भेट्न आउँदैन, यहाँ कहिले पनि आफ्नो ठाउँमा टेक्दैन भने मैले त्यसलाई पनि यो पालि छिरेर गएको छु। जस्तो कि 16 महिनाको अवधिमा म 7 महिना इलामको ठाउँमा बसेको छु। इलामको मैले जनप्रतिनिधिसँग भेटेको छु, त्यहाँ टोलमा गएर तपाईँहरू जस्तो अभिभावकहरूलाई मैले भेटेको छु, तपाईँहरूको सल्लाह सुझाव लिएर म केन्द्रमा गएर बजेट छुट्याएको छु। यो भनेको अर्थात् के हो त भन्दाखेरि मैले 16 महिनाको अन्तरालमा 7 महिना जति इलामेली परिवारसँग मैले बिताएको छु। अनि हामीले भन्न मिल्छ होला त प्रतिनिधि आएन भनेर त्यो पनि मैले छिरेर गएको छु। तेस्रो नम्बर